कैची छ है मेरो खुसी हुन्छ हैन। अनि के भन्छ सबभन्दा मन खुसी हो कि साथीहरु पैसा अहिले हेर्नु होला। नमस्कार, वेलकम छ हजुरहरुलाई झर्ना मल्ल युट्युब च्यानलमा। म झर्ना शेरपुञ्जा मल्ल। अनि नजिकै गरेको हिन्दूहरूको महान पर्व 2082 सालको तिहारको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ। म चाहिँ आज के गर्न गइरहेको छु, भोलि तिहार छ हैन। अनि आज चाहिँ म के गर्न गइरहेको छु भने तपाईहरुलाई मेरो हातमा कैची छ है मेरो हातमा कैची छ। अनि मैले चाहिँ के गर्न गइरहेको छु लेट्स सी है। मैले चाहिँ के भन्छ मेरो चाहिँ यो फ्रन्टको हेयर चाहिँ बच्चैदेखि मेरो यो अगाडि झुक्छ कि कपाल चाहिँ सर अगाडि झुक्छ अनि काम गर्न दिँदैन। अनि त्यही भएर खासै राम्ररी यो म्यानेज नै हुन्न क्या। अनि पछि लैजाँदाखेरि नसुहाउने अलि ठुलो निधार भएको भएर अनि मलाई चाहिँ बच्चैदेखि मेरो बोजेसँग नि बसेको, मेरो बोजेले नि काटिदिनुहुन्थ्यो अनि मेरो आमाले नि काटिदिनुहुन्थ्यो कि कति अगाडि आउँछ आँखा डेरी हुन्छ भनेर सरले काटिदिनुहुन्थ्यो। अनि सो म पछि चाहिँ म कहिले पनि फ्रन्ट हेयर चाहिँ म पछाडिको ब्याक साइडको चाहिँ एकचोटि साथीसँग मिलेर चाहिँ पार्लरमा गएर काटेको थिएँ। तर यो फ्रन्टको चाहिँ सधैँ म आफै डिजाइन गरेर काट्ने गर्छु। सो म हजुरहरूलाई फ्रन्ट हेयर कसरी कट गर्ने, कसरी एकदम राम्रो लुक्स दिएर हेयर कट गर्ने म त्यो सिकाउन गइरहेको छु। स्टेप बाई स्टेप हेर्नु होला नबिर्सिकन हैन। अनि त्यसको लागि ऐना पनि चाहिन्छ। मैले ऐना यहाँ अगाडि राखेको छु यसरी। अनि म यसरी ऐना हेर्दै मिलाएर चाहिँ फ्रन्ट हेयर कट गर्नु गइरहेको छु। हजुरहरूलाई पनि सजिलो होला भनेर भिडियो बनाइरहेको छु। कस्तो हुन्छ के हुन्छ लेट्स सी है। म काट्ने ट्राई गर्छु। त्यो फर्स्टमा चाहिँ यसरी यो आइब्रो छ नि, यो आइब्रो अनि यो आइब्रोदेखि माथि ए साइड बनाउने साथीहरु। यस्तरी ए बनाउने, ए साइड बनाउने यस्तरी। र अनि कति चाहिन्छ कति जति आफूले अगाडि झुक्छ नि त कपाल धेरै माथि नजाउँ यहाँसम्म यति यसरी जाने। अनि अर्को फेरि ठुलो ऐना लिएर आउनु पर्ने।
सो आइसके साथीहरू म कपालले फ्रन्ट हेयर कट काटेर केही न केही थोरै चेन्जेस चाहिँ देख्नु भएको होला। अब के भन्छ खासै त्यति धेरै काटेको छैन नि त, थोरै चेन्जेस चाहिँ देख्नु भएको होला। मैले सधैँ यसरी नै आफ्नो हेयर आफ्नै हातले आफ्नै घरमा काट्ने गर्छु, थोरै चेन्जेस चाहिँ देख्नु भएको होला। अनि थोरै चेन्जेस चाहिँ देख्नु भयो होला नि है साथीहरू। पहिला चाहिँ अलि छोटै अलि यो आँखाको अलि तल छोटै काट्ने गर्थेँ, अहिले चाहिँ बुढेसकाल लाग्यो, बच्चाहरू पनि छन्। तर अगाडि फ्रन्ट हेयर कट चाहिँ मलाई गरिराख्न मनपर्छ। ट्याक्कै 1 वर्षपछि मैले आज फ्रन्ट हेयर कट गरेँ। दसैँको अलि अगाडि काटेको थिएँ, अहिले दसैँमा काट्न पाएन। अनि भोलि तिहार छ, अनि तिहार छ, अनि तिहारको दिन चाहिँ कपालहरू छुन काट्न अनि कोर्न नुहाउन नमिल्ने भएर मैले चाहिँ आज एकैछिन टाइम निकालेर टाइम मिलाएर यसो फ्रन्ट हेयर कट काटेँ। अनि मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि यो मैले जसरी हेयर कट गरेको छु त्यसरी नै फलो गरेर हजुरहरू पनि काट्ने ट्राई गर्नु होला। भिडियो चाहिँ अलि लामो भएर म कट गरेर हाल्ने गर्छु। अनि हजुरहरूलाई मन पर्यो कि परेन फ्रन्ट हेयर कट गरेको मैले। अनि भन्दै मैले चाहिँ किन नि काटेको भनेपछि पार्लरमा नगइकन आफ्नै घरमा किन काटेँ भने चाहिँ आफूले इच्छाएको अनुसार आफूले इच्छा राखेको अनुसार आफैले घरमा काटेपछि अब आफूलाई खुसी मिल्छ। अनि पार्लरमा गएर अनि यति काटिदिनु भने नि यति लामो काटिदिनु भयो भने आफूलाई कस्तो खिन्न हुन्छ, अलि रिस उठे जस्तो हुन्छ नि त होइन। त्यसो नहोस् भनेर मैले चाहिँ घरमै हेयर कट गरेको, त्यस्तो ठुलो कुरा त केही पनि होइन। अनि प्लस हामी दिदीबहिनीहरू अलि के भन्छ अलि सौन्दर्यको प्रतीक भनेर मानिने हो नि त छोरी मान्छेहरू। अनि अलि नक्कल पार्न चिरिच्यात्त परेर हिँड्न अलि धेरै मनपर्ने अब सबै हामी दिदीबहिनी हामीहरू सबै त्यस्तो हुन्छौँ। अनि आजभोलि युट्युब छ्यापछ्यापी युट्युबहरू छन्, अनि आफैले हेरेर अनि आफ्नै घरमा काट्ने मेरो लागि चाहिँ एकदम बेस्ट राम्रो। अनि पैसाको पनि बचत भयो अनि टाइमको पनि बचत भयो। अब पार्लरमा जानलाई हिँड्दै जानु पर्यो, टाइम पनि त्यत्तिको खर्चिलो भयो, अनि पैसाको पनि सत्यानाश अब खर्च नै भयो भनौँ न होइन। अनि आफ्नो हस्बेन्ड आफ्नो वाइफ वैदेशिक यात्रा जस्तो एकदम
के भन्छ दुःखदायी हो नि त। आफ्नो फ्यामिलीहरू, आफ्नो बुढी, आफ्नो बुढा, आफ्नो छोराछोरीलाई छोडेर एकदम टाढा 7 समुद्र पारीको देशमा गएर दुःख कष्ट गरेर अनि आफ्नो फ्यामिलीको सुखको लागि अनि आफ्नो छोराछोरीहरूको भविष्य, उज्जवल भविष्यको लागि गएर कति ज्यानको बाजी थापेर दुःख गरिराख्नु भएको छ। मिस यु सो मच। मेरो पनि मेरो हस्बेन्डलाई एकदम धेरै मिस गरिरहेको छु। मिस यु सो मच। लगायत मेरो आफ्नो आफन्तहरू पनि धेरै नरनाताहरू पनि विदेशमा हुनुहुन्छ। उहाँहरू पनि एकदम आफ्नो फ्यामिली भनेर आफ्नो फ्यामिलीको लागि दुःख कष्ट गर्न एकदम टाढा जानुभएको छ। उहाँहरूको पैसालाई चाहिँ चिनेर उहाँहरूको दुःख कष्ट पीरलाई बुझेर अनि हामीहरूले पनि कटौती गर्न जान्नुपर्छ जस्तो लाग्छ कि अब पैसा छ भन्दैमा यता पनि उडाउने त्यता पनि उडाउने। मेरो बुढाले मलाई सबै कुराको चाहिँ मलाई उ गरिदिनुहुन्छ, परिपूर्ति गरिदिनुहुन्छ भन्दैमा एकदम महँगा आफूले के भन्छ सके नसके अब महँगा कपडाहरू लाउने अनि हो उमेर हुँदै मन परेको खानुपर्छ, मन परेको लगाउनुपर्छ, यो पनि हो। तर पनि मैले मेरो सोचाइ अनुसारको आफ्नो सोचाइ हुन्छ। तर पनि मेरो सोचाइ चाहिँ त्यो है, मेरो सोचाइ चाहिँ के हो भने बिचरा उहाँहरूले त्यत्रो पसिना बगाएर उहाँहरूले चाडपर्व भन्नु छैन, दसैँ भन्नु छैन, तिहार भन्नु छैन अनि आज यसको बर्थडे हो भनेर बस्नु छैन। बिचरा दुःख कष्ट गरिराख्नु भएको छ। त्यो पैसालाई चाहिँ अलिक कटौती गरेर यस्तो पार्लरहरू जानु छ भने आफै हेरेर बरु आफै गरौँ न भन्ने सोचाइको मान्छे हो कि म चाहिँ। अनि त्यसरी कटौती गर्न जान्नु पर्यो। अनि तरकारीहरू फलफुलहरू किन्न जाने बेला पनि गुणस्तरीय त खाने हो, राम्रै खाने हो। अनि कहाँ चाहिँ अलिक सस्तो पाइन्छ, कहाँ चाहिँ अलिक राम्रो पनि सस्तो पनि हुन्छ, त्यहाँ हेरेर जाने गर्नु होला दिदीबहिनीहरू। अनि कपडाहरू किन्दा पनि अब कहाँ चाहिँ अलि मिलाएर अलि सस्तो अलि भन्नाले आफूलाई मन पर्नु पर्यो नि त। सस्तै भए पनि आफूलाई मन परेको कपडा लगाएर पनि कति खुसी हुन्छ होइन। अनि के भन्छ सबभन्दा मन खुसी हो कि साथीहरू पैसाले पुरेर खुसी हुने भन्दा नि आफ्नो मन खुसी हुने हो। त्यही नै ठुलो कुरा हो जस्तो लाग्छ भन्दै अब मिस यु सो मच। मेरो बुढा चाडपर्व पनि नजिकै आउनु लागिसक्यो। अरू बेला भन्दा पनि एकदम धेरै यो चाडपर्वहरूमा चाहिँ एकदम धेरै मिस हुने रहेछ आफ्नो मान्छे चाहिँ। अनि मेरो बच्चाहरू पनि बुवा थिम्जाम के अरे दसैँ मनाउन भनेर आएको थियो। मेरो छोराले त झन् अब कस्तो हृदय वितारक नै हुन्छ नि त त्यस्तो कुराहरू होइन। त्यही भएर अनि त्यसरी कटौती गर्न जान्यो भने पछिलाई राम्रो होस् भन्ने मात्र चाहना हो कि मेरो। अनि भन्दै मेरो ब्लगलाई आजको लागि यही अन्त्य गर्न चाहन्छु। भोलि आउँदै गरेको छ दिपावली। अघि पनि भनिसकेँ मैले हामी हिन्दूहरूको महान पर्व 2082 सालको तिहारको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना छ भन्दै यो ब्लगलाई म यही अन्त्य गर्न चाहन्छु। मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला। अनि यो फ्रन्टको हेयर कट चाहिँ मैले भिडियोमा कति लामो छ अनि त्यो चाहिँ मिलाएर राख्नेछु भन्दै यो ब्लगलाई यही अन्त्य गर्न चाहन्छु। बाई बाई। अनि यो ब्याक साइडको हेयर कट पनि म काट्नेवाला छु। अलिक पछि टाइम मिलाएर काट्नेछु। बाई बाई।